हो नि त्यो खाएर म मर्नुहुन्छ मैले आशिष थियो यहाँ भनेको आफ्नो पावरले कमाउने हो त्यो जब म 100 वर्ष पुग्छु 105 वर्ष पुग्दाखेरि सायद मलाई बोकेर यहाँ टेबलमा थपक राख्नुपर्ने हुन्छ त्यतिखेर म कसरी मिलेर भयो भनेर बोल्नु पर्दैन मैले टेबल माथिबाट कसो होइन र अब 100 वर्ष नानीले त हिँड्नु सकिँदैन होला अहिले पनि म मेरो ग्रेन टिमर डक्टर अपरेसन गरेँ भने ठहरे मरिहाल्छु किनभने यहाँनिर जहाँ छोरी मान्छे टिका लाउँछ यहाँनिर आत्मा हुन्छ मैले यो राति 2 बजी मात्र यहाँसम्म देखेको छु यो कुरा अनि सिस्टरले भने आत्मा कहाँ छ भन्ने कुरा डक्टर थाहा हुन्छ भने मैले भने डक्टरलाई हड्डी र मासु आँची र पिसाब कहाँ छ शरीरमा त्यो मात्र थाहा छ भनेको फिजिकल डक्टर हो स्पेसल डक्टर त म हो मलाई थाहा छ आत्मा कहाँ छ भनेको डक्टर कहाँ छ यही जवाब दिन सकेको त्यसले गर्दाखेरि आज डिएक्सन गर्दाले मलाई नयाँ जीवन दिएको छ बेला जस्तो ग्रिन कार्पेट लात मारेर यहाँ बस्ने बनाए डिएक्सनले हेर्नु त्यसमा म यो हाम्रो ओम शान्तिमा गएर के भन्छु भने म ओम शान्तिको हनुमान हो भन्छु संसारको सबैभन्दा ठुलो हनुमान अरूको तपाईँलाई थाहा छ भन्छु म चाहिँ ओम शान्तिको मात्र हनुमान हो भन्छु संसारको सबैभन्दा ठुलो हनुमान चाहिँ डक्टर लिम्सेदिन हो जसले त्यो लडाइँमा लक्ष्मण मुर्छा परेर लडिराख्दाखेरि हनुमानले त्यो यो सञ्जीवनी बुटी ल्याएर ऋषिलाई दिए ऋषिले दिँदाखेरि त्यो हनुमान बाँच्यो भनेको छ नि सञ्जीवनी बुटी यो हिन्दू कुश प्रबन्ध ज्यादा पाउँछ अरे यो सञ्जीवनी बुटी जो गानाधरमा त्यसकारण हिन्दूहरूले यसलाई सञ्जीवनी बुटी भनेर वैज्ञानिकहरूले अन्दाज गरेको छ हनुमान चाहिँ छैन अब गोराले यसलाई होलिस्टिक मेडिसिन भने चानेले लिङ्जी भनेको लक्ष्मी भनेको रहेछ जसको घरमा गानाधर्म राखेको छ भने त्यो घर हरेक कुराले फले फुल्छ अरे मेरो घरमा राखेको छ एउटा गानाधर्म फुल्दैछ साँच्चै 4-5 वटा पेन्सन खाँदैछु अहिले वृद्ध भत्ता ब्रिटिस भत्ता डिएक्सन भत्ता इन्सुरेन्स भत्ता के हो खाने 2 जना मात्रै मेरो मिसेस हो म मात्रै मेरो छोरा हङकङमा ग्रिन कार्ड लिएर बसेको छ लगभग महिने पछि आमालाई 50 तपाईँलाई 50,000 भनेर पठाइरहेछ हेर्नु युकेबाट पनि छोरीले पठाउँछ त्यसले गर्दाखेरि आज युके बस्नुपर्ने ग्रिन कार्ड लिएर बस्नुपर्ने मान्छे डिएक्सनमा किन बसेर किनभने डिएक्सनमा मैले एकदम तलबाट चिनेको छु गएको यो डिएक्सनले किनभने डिएक्सनको तल मैले कुइनर हिरा देखेँ खल्नु चाहिँ पऱ्यो त्यसलाई यस्तो कुइनर भनेको मुस्लिम राजाले नाम लगाएको रोशनीको पहाड भनेको कुइनर भनेको के भनेको रोशनीको पहाड जो बेलायतको महारानीको यहाँ मुकुटमा छ मैले डिएक्सनलाई त्यहाँभित्र कुइनर देखिरहेको छु माथिबाट तर खदाल्नुपर्छ क्या दिप्ने चसोले देख्छु त्यहाँभित्र हेर्नु त्यसले गर्दाखेरि म बेलायतको त्यो भत्ता ग्रिन कार्ड लाभ मारेर बसेको अनि आज मोदीले के भन्दैछ प्रधानमन्त्री इन्डिया हामी यो कम्पनीको लेबर होइन यो कम्पनीको हामी मालिक हो मालिकले मात्रै बोनस पाउँछ कसले मात्रै बोनस खान्छ मालिकले मात्रै बोनस पाउँछ लेबरले बोनस पाउँदैन बुझ्नुभयो त्यस कारण तपाईँ नयाँ मान्छे जोइन गर्ने बित्तिकै 200 वटा देशको मालिक बनाउनु पर्यो थाहै छैन होला 200 वटा देशको मालिक त्यो पनि केबाट गर्ने फेसबुक टिकटकबाट गर्नु सकिने आहा कोठाभित्र बसेर सारा 1 करोड छ भन्छ यहाँ भाषुपाल एउटा वितरण उपभोक्ताको 50 लाख त भाषुपालको मात्र मान्छे रहेछ त्यो एउटा निलेश शाहले इन्डियाको डक्टरलाई महिनै पछि 5 होटलमा लाखौँ डक्टरहरू मेडिकल साइन्सलाई पुरै गानाधर्म साइन्समा ल्याइसक्यो हेर्नु मोदी आज मोदीले के भन्दैछ